नरहे नेपाल नरहे नेपाली लु हेर्नु गाइज स्विजरल्यान्ड भन्दा कम्ती छैन ल नेपाल पानी रहेछ खाने पानी ल यो ब्याङ्कको तर्फबाट होला यसो पानी खायो हेलो एभ्रिवान म आज ट्रेकिङ आएको छु वेलकम छ है गाइज मेरो छोटो भिडियोमा आज ट्रेकिङ आइरहेको छु कालो जङ्गलको बाटो पुरा कहाँ छु म यो दक्षिण काली जाने बाटोमा छु आज बोर लागेर घुम्न हिँडेको म फ्रेस भइन्छ कि भन्छ एक्लै त के फ्रेसै नभए यहाँ बगान फुल रहेछ सिडी न सिडी ट्रेकिङ जाने यहाँ तलदेखि आएको म त्यो तलतिर किर्तिपुर भयो खाने पानीको लागि स्ट्यान्डर्ड चार्टर ब्याङ्क नेपाल खानेको लागि मात्र खाने पानी नि फ्री रहेछ यता यहाँ फ्री टोइलेट बाथरुम त होइन टोइलेट बाथरुम त बाटोमा भएमा नआउँदै हिँड्थ्यो होला आज यहाँ पानी रहेछ खाने पानी ल यो ब्याङ्कको तर्फबाट होला यस्तो पानी कस्तो रहेछ ल सफा होला टाढा सरुम नभए त्यहीँको पानी खाइदियो हुन्छ नि पानी खासै मिठो त भएन अब तिर्खासी मेटाएँ मैले ल कहाँ आए पनि थाहा छैन मलाई त त्यत्तिकै हिँडिरहेको छु आज त्यहाँ माथि एउटा मन्दिर देखेँ मैले त्यो चाँगु नारायण जस्तो चाँगु नारायण फेरि भक्तपुरतिर होला म ललितपुरमा खोजिरहेको छु कुन मन्दिर हो जाम पुगेपछि हेरौँ ल कुन रहेछ पुरा एक्लै यो ठाडै उकालो छ यो उकालो जाने हो म ल यहाँ त पुरा चाहिँ जङ्गलै जङ्गल यो तलको रोडै रोड त म गएको छु उता चोबार मन्चेसी पार्कसम्म तर यता चाहिँ आएको थिएन ल यता चाहिँ यता त पुरै घारी नै घारी रहेछ त ऊ एयरपोर्टको लागि ल्यान्डिङ हान्नलाई गइरहेको प्लेन नि देखिँदैन यहाँ त नजिकै घाम लागिरहेछ कडा एकदमै चिसो रुमालले म पुस्दै हिँड्ने ल यो के रुख हो आम्म कति ठुलो हो यो रुखको नाम चाहिँ थाहा भएन म चाहिँ यत्तिकै हिँडिरहेको छ यो कुन जिल्ला हो नि थाहा छैन फोन गर्न पैसा नि छैन ब्यालेन्स ट्याक्कै सिस्यो त्यहाँबाट माथि जाने कि कता उता नि छ बाटो त म यतै जान्छु सिधै किन घर घरमा जाने होला मान्छेको घर रहेछ यता त के हो कस्तो साथ पो भयो त्यो के जस्तो साथ जस्तो सिस्नो गाडी होला यता त ल काठमाडौँको भ्यू यहाँबाट चाहिँ बबाले देखिँदो रहेछ तर यो मैले देखेको भ्यू चाहिँ ललितपुरको हो है म बल्कुबाट माथि लागेँ कहाँ पुगेँ नि थाहा छैन जान्छु कालो धेरै जग्गा मलाई हिँड्न मन लाग्यो कहाँ पुग्दो रहेछ हेर्दै जाऊँ कहाँ आयो यो एउटा के गुम्बा रहेछ त्यो गुम्बाको नाम थाहा भएन मलाई ल हेर्नु गयो यताको भ्यू खतरा हाल ठाउँ चाहिँ केही पनि थाहा छैन मलाई यहाँ के सोध्नु घुम्न आएको त्यहाँ पनि एउटा खतरा घर रहेछ रातो तर मलाई कहाँ त थाहा छैन ल दिदीले बाइक चलाएको होइन के देखाइदिनु लगाइदिनु यहाँबाट भ्यू बबाल देखिँदो रहेछ है गाइस त यहाँ बाइक सिक्न लाग्नु भएको रहेछ दिदी कस्तो हुन्छ ल ट्याक्कै हेर्नलाई त डर लाग्ने के त चलाएको देख्दाखेरि हेर्ने त मेरो पछाडि ट्याक्क बाइक छ त्यही बाइकको दिदीले चलाउन लागेको चाहिँ ल
कहाँ हो यो चाहिँ थाहा छैन, घुम्ने मात्रै आइयो त्यत्तिकै हावा तालमा। यता चाहिँ बारीहरू पनि राखेको रहेछ। कुरा खोज्ने हो भने यता चाहिँ पाउने रहेछ कि टाढा हुन्छ है। त्यो गुम्बामा जानै नमिल्ने छ कि म गइदिए हेरेको एकचोटि, त्यहाँ इन्ट्री गर्ने नमिल्ने रे मान्छेहरू, बाहिर मान्छेहरूलाई। त्यहाँ गुम्बाको सानसाना लामा बच्चाहरू चाहिँ बसिरहेको थिएँ। कहाँ पछाडि नै छ, म चाहिँ निकै अगाडि आइसकेँ। कहाँ पुगेँ, ललितपुरमै छु होला जहाँ भए पनि म। हेर्नु यता गाइस, उता पनि आमा यो काठमाडौँ भ्याली त कहाँ पुगेको छ हो भने। ल उता नि भ्याली, यहाँदेखि उहीँसम्म कहाँ छ भने यो चोबारदेखि उतैसम्म आमा कहाँ हो भ्याली काठमाडौँ त। लगाइ जब लाग्यो पहाड हेर्नु, हाम्रो नेपालको सुन्दर नेपाल के भन्छ सुधार गुरुङको नरहे नेपाल नरहे नेपाली। लु हेर्नु गाइज, नरहे नेपाल नरहे नेपाली। स्विजरल्यान्ड भन्दा कम्ती छैन ल नेपाल। हेर्नु त ल, यो ठाउँ चाहिँ ट्याक्क ललितपुर चोबार गाइज। चोबारको गल्छी चाहिँ उता हो, म गएको छुइनँ। यहाँ उता देखिन्छ तर म जान्दिनँ, हिँडेर भ्याउँदा नि भ्याउँदिनँ। अब म यहाँ कहाँ पुग्छु, उता जानुपर्ने हो। म उहाँ जानुपर्छ गाडी चढ्न। अब कहिले जाने हो, जानै पर्ने भयो। गाडी चढ्ने नेपालको बाटो होइन, ट्रेकिङ आजको बबाले भएर माइन्ड फ्रेस भयो। अब यो हिमाल हेर्नु नि गाइस, हिमाल भन्ने यो पहाड हिमालय जस्तो छ कि त्यहाँ जानु पाए कति रमाइलो हुन्थ्यो होला। टाढा छ के गर्ने, जाने मात्रै भयो त म जान्थेँ, पर्खिन गाह्रो हुन्छ होइन। हिँड्न त मलाई त भालै हुँदैन, हिँडिदिन्छु तर बबाले भइरह। पछाडि के कस्तो आइरहेको छ थाहा छैन मलाई। हेरौँ न, आयो बाइक पछाडिबाट न्युट्रलमा। तेल जग्गाको अभियान अन्त तेल सक्यो, तेल बढिरहेको नि त अहिले। जाने हो खुइ कहाँ पुगिँदो रहेछ आज। ल हेर्दै गरौँ न होइन। ल तर घर चाहिँ कति बाक्लो के, यो त सबै काठमाडौँ ललितपुर होइन भक्तपुर, यहाँ त कति बाक्लो बस्ती हो। मान्छेहरू कति छन् के कति, अनि घर यति छ। मैले कोठा किन नपाएको, पाउँछु तर टाढा पाउँछु कि गाइस। मलाई टाढा फेरि हुँदैन नि त, टाढा हिँड्न गाह्रो हुन्छ होइन। पुरै यहाँ के हो, गाई चरा ठाउँ नि रहेछ। ल ट्र्याक्टरले जोत्न लगाइराख्नु आयो त, ओहो के हो यो चाहिँ। इज दिस नेपाल एन्ड मी। कहाँ यो नि थाहा छैन यार मलाई। त्यो भ्यू हेर्दा हेर्दै कति रमाइलो भइरहेको मलाई। यो चाहिँ के हो, यो क्यामेरा राम्रो भएको देखिन होइन गाइज। क्यामेरै गतिलो छैन, मेरो अनुहार त राम्रो देखियो होइन होला। ल थ्याङ्क यू सो मच फर वाचिङ इन दिस भिडियो गाइज। स्टे ट्युन, टेक केयर, बाई बाई। अर्को भिडियोमा भेटौँला। नमस्ते, बाई बाई।